यस्तो दामी फलिरहेको मकै चाहिँ हाम्रो गाउँमा यस्तो भयो है। धान दामी आइरहेछ, मकै त यस्तो भयो है। अहिले भेट्छ। हेलो एन्ड नमस्ते सबैजनामा है। र फेरि पनि नयाँ भिडियो ब्लगिङ लिएर आइसकेको छु हजुरहरूको सामु है। र यहाँ माथि चाहिँ छ आले है, र यहाँ तल चाहिँ छ मैले राखेको मौरीको डोर है। मौरीको डोर हेर्नु जाँदैछु म आज है। एकदमै डरलाग्दो जङ्गल यस्तो यो ढुङ्गाहरूमा के हुन्छ हामी तल पुग्छु कहाँ पुग्छ लडेर हो। मौरी डोर राखेको जग्गा त्यहाँ आइपुगिसकेँ म। मौरी त्यहाँ आएको छैन त्यस्तो छ। र मैले चाहिँ मौरी डोर चाहिँ त्यहीँतिर राखिराखेर अब म चाहिँ घरतिर गएको। मौरी चाहिँ त्यहाँ र म चाहिँ आले आइपुगिसकेँ हो। यता यस्तै छ हाम्रो घर त यहाँ तल पर्छ। आले त यही हो है। दामी तरिकाको बस्ने चौतारा छ हो। म चाहिँ अब यतातिर लागेँ हो। घर चाहिँ यताबाट जान्छ नि त। मेरो बाइक पनि उपर छ है। मैले त यहाँ बाइकमा पैसा राखिरहेको थिएँ कि त्यो भएर पैसा लिनु आएको। मेरो बाइक त यही हो बिग्रिरहेछ बाइक त अहिले हो। यो पनि बिग्रेकै हो, यो पनि बिग्रेकै हो, यो पनि बिग्रेकै हो। लाग्यो है त। यताबाट पर दोकान पनि जानुपर्ने छ एकछिन हो। दोकानबाटै घरतिर जान्छु म। हेर्दै गर्नु होला है त। हाम्रोपट्टि पानी जोड्ने बाटोहरू हो। यहाँनिर चाहिँ धुप्पीहरू छ कि यस्तो दामी तरिकाको हो। हाम्रो भिडियो के कस्तो लाग्छ कमेन्ट गर्नु होला है। र एक लाइक चाहिँ गर्नै होला है त। लाइक गर्नु भएन भने त भिडियो कसरी हाल्नु है। लाइक चाहिँ गर्नु होला। यस्तो छ धुप्पीहरू हो। र म चाहिँ घरतिर लागेँ है। यहाँ गोरु सुतिरहेछ गाई हो। र म तपाईँलाई भिडियो किन फेरि यहाँ सुरु गरेको भन्दाखेरि चाहिँ नि यहाँ लिची त यस्तो फल्छ। लिची हो यो त दामी तरिकाको फल्छ है। कस्तो दामी फलिरहेछ है यहाँनिर चाहिँ लिची। दामी तरिकाले फलिरहेछ। यस्तो यस्तो जग्गाहरू हो हाम्रो गाउँको। म चाहिँ अब पुग्नु लागि यहाँ गोठ बनाउँदैछ। यहाँनिर चाहिँ के देखाउनुको लागि आएको भन्दाखेरि म यहाँ हेर्नुहोस् है। मकै चाहिँ हाम्रो गाउँमा यस्तो भयो है। धान दामी आइरहेछ, मकै त यस्तो भयो है। मकै मकैबारी त्यस्तो छ। मकैहरू यतिको भइसक्यो हाम्रो गाउँमा चाहिँ। गाउँघरमा चाहिँ हो दामी तरिकाको धानहरू आएर यतिको भइसकिसक्यो हाम्रो गाउँमा चाहिँ। म चाहिँ यति ल्याउनुको लागि आएको दोकान त हो। यसै छ मौरीको डोर। अहिले भेट्छ
यस्तो मकै चाहिँ यस्तो भइरहेको छ धान लाएर मकै बारी त्यही हो एकदम दामी त हाम्रो मकैहरू त्यही यतैतिर छ नि यो त यस्तो भइरहेछ र गाइसहरू आजको भिडियो के कस्तो लाग्यो है आजको भिडियो चाहिँ यति नै अर्को भिडियोमा भेटौँ है त नेक्स्ट भिडियोमा